नमस्कार। आज हामी कक्षा 8 को 6औं पाठ मित्रता कथा अध्ययन गर्न लागिरहेका छौं। यो कथा कथाकार शारदा रमण नेपालले लेखेका हुन् र यस कथामा मित्र कस्तो हुनुपर्छ र मित्र बीचमा चाहिँ के कस्ता व्यवहारहरू हुनुपर्छ र एउटा मित्रले अर्को मित्रलाई कस्तो व्यवहार गर्नुपर्छ र मित्रमा घमण्ड आयो भने कुनै पनि मित्रले मित्रता बिर्सियो भने त्यसको परिणाम के हुन्छ भन्ने कुरालाई दर्शाइएको छ। यो पौराणिक कथा हो, पुराणमा आधारित कथा हो। यी पुराणका पात्रहरूलाई आधार बनाएर यो कथा लेखिएको छ। सुरुमै हामी पुराणका पात्रहरूदेखि लिएर पुराणको परिवेश झल्किने खालको प्रस्तुत भएको पाउँछौं। भारद्वाज ऋषिका छोरा द्रोण र पाञ्चाल नरेश पृषदका छोरा यज्ञसेन द्रुपद एउटै गुरुकुलमा पढ्थे। अब गुरुकुल भनेको पहिलाको विद्यालय हो, तर त्यो विद्यालय चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि कुनै आश्रममा हुन्थ्यो। त्यो आश्रममा चाहिँ केही काम गरेर अनि त्यहाँबाट गुरुलाई खुसी पारेर अनि दिनको 1-2 घण्टा गुरुबाट शिक्षा लिने परम्परालाई गुरुकुल भनिन्छ। अहिलेको जस्तो दैनिक पैसा तिरेर पढ्नु पर्दैन थियो त्यति बेर गुरुकुलमा निशुल्क पढाइ हुन्थ्यो। तर गुरुलाई पढिसकेपछि केही गुरु दक्षिणा पनि दिनु पर्थ्यो भने आश्रममा बसिसकेपछि गुरुका केही कामहरू सघाउनु पर्छ। हो त्यस्ता भारद्वाज ऋषिका छोरा द्रोणाचार्य, पछि द्रोणाचार्य भनेर हामीले पुराणहरूमा अथवा महाभारतमा एकदम प्रसिद्ध नाम द्रोणाचार्य, तिनै द्रोणाचार्यको नाम हो द्रोण र पाञ्चाल नरेश पृषदका छोरा यज्ञसेन द्रुपद एउटै गुरुकुलमा पढ्थे। यी दुई बीच प्रगाढ मित्रता थियो। प्रगाढ भनेको एकदमै गहिरो, हामी बेस्ट फ्रेन्ड भन्छौं नि, त्यही बेस्ट फ्रेन्ड भनेकै प्रगाढ मित्रता। उनीहरू सँगै पढ्थे, सँगै अभ्यास गर्थे, सँगै खान्थे, सँगै विश्राम गर्थे। उनीहरू एउटै गुरुकुलमा सँगै सुत्थे, सँगै हिँड्थे, सँगै पढ्थे, सँगै अभ्यास पनि गर्थे अनि विश्राम पनि सँगै गर्थे। उनीहरू फुर्सदमा मन खोलेर कुरा गर्थे र खाली समयमा मन खोलेर कुरा गर्थे। कुनै कुरामा एकपटक राजकुमार द्रुपदले भने, किनभने उ त राजकुमार भनेको किन भन्दा राजाको छोरो हो द्रुपद। र कसको छोरो भन्दाखेरि पृषद राजाको छोरो यज्ञसेन द्रुपद। त्यसकारणले गर्दाखेरि राजकुमार द्रुपदले भने, मित्र द्रोण, म पाञ्चाल देशको राजा भएपछि सिंहासनको सुख भोग तिमीसँग पनि बाँड्छु। अब म त राजाको छोरो हुँ, एक दिन राजा हुन्छु, यो निश्चित छ। किनभने हाम्रो परम्परामा के छ भन्दाखेरि बाबु राजा भयो भने छोरो पनि राजा हुन्छ। त्यसकारणले गर्दा म राजाको छोरो भएका कारणले गर्दाखेरि एक दिन म त्यो पाञ्चाल देशको के हुन्छु, राजा हुन्छु। त्यो राजा भइसकेपछि म तपाईसँग सिंहासनको सुख भोग बाँड्छु भनेको सिंहासनमा बसिसकेपछि जुन सुख प्राप्त हुन्छ त्यो सुख म तपाईलाई पनि अलिकति दिन्छु। आधा राज्य म तपाईलाई नै दिन्छु। मैले आज यो प्रतिज्ञा गरेँ, म मेरो आधा राज्य तपाईका नाममा गरिदिन्छु। यो मेरो प्रतिज्ञा हो, संकल्प हो, वाचा हो। यसरी वाचा गरिसकेपछि समय बित्दै गयो। उनीहरू पढ्दै गइसकेपछि उनीहरूको पढाइ पनि सिद्धियो। पढाइसकेर राजकुमार द्रुपद आफ्नो देश पाञ्चाल फर्के। अब पढाइसकेर द्रुपद आफ्नो देश फर्के। यता द्रोणको कृपकी दिदी कृपीसँग विवाह भयो। अवस्थामा जन्मे उनीहरूका छोरा। यी दिनहरू द्रोणको परिवारमा दुःख दरिद्रताका दिन थिए। पढिसकेर जब विवाह गरे, विवाह गरिसकेपछि द्रोण एकदमै दरिद्र भए, गरिब भए। खाना लाउन नै धौधौ थियो। त्यति बेला गोठमा एउटा दुहुने गाईसम्म थिएन। अब पहिला सबैले घर घरमा आफ्नो गाई पालेर आफूलाई चाहिने दुधहरू अनि त्यहाँबाट खेतीपाती गरेर आफूलाई चाहिने सबै सागसब्जी अन्न उब्जाएर आफ्नो जीवन यापन गर्थे। यसरी बजारमा त्यति किनेर खानु पर्दैन थियो। किनेर खान पाइन्थ्यो होला, पाइन त, तर महँगो हुन्थ्यो। त्यसकारणले गर्दाखेरि आफूलाई चाहिने सामानहरू सबै आफै उब्जाएर खाने भएका कारणले गर्दाखेरि, तर यहाँ द्रोणका घरमा एउटा दुहुने गाईसम्म पनि थिएन। बालक अस्वस्थमा दुध भन्दै रुन्थे। बाल्यकालमा अरूले खाएको देख्थे अनि त्यहाँबाट उनी पनि दुध खान पाए हुन्थ्यो भनेर दुध भन्दै रुन्थे। एकपल्ट छिमेकी ऋषि कुमारहरू अश्वत्थामालाई देखाइ दुध खान्थे। अब उनका छिमेकी ऋषि कुमारहरू चाहिँ छिमेकमा बस्ने ऋषि कुमारहरूले चाहिँ दुध देखाइ यी हामीले त दुध खायौं, त खान पाउँदैनस्, तेरो घरमा गाई पनि छैन भनेर उसलाई रिस उठाउँथे।
एकपटक कतिसम्म भयो भने छिमेकी ऋषि कुमारहरूले पानीमा पिठो घोलेर अश्वत्थामा लगाइदिए। के गर्दो रहेछ यो, यसले चिन्दो रहेछ कि रहेन रहेछ भनेर एक दिन पिठो घोलेर चाहिँ ऋषि कुमारहरूले के गरे, अश्वत्थामालाई ढाँट्ने नियतले दिए। सेतो देखेपछि अश्वत्थामाले दुध ठाने, किनभने जसले दुध खान पाएको छैन उसलाई सेतो भए भइ, पिठो घोल्दा त सेतो हुन्छ नि पानी, त्यही कारण हो त्यो सेतो देखेर उनले दुध ठाने। यी मैले पनि दुध पाएँ भन्दै हाँस्दै नाच्दै पानी खान थाले। ल मैले पनि दुध खान पाएँ, मैले पनि दुध खान पाएँ भन्दै हाँस्दै र नाच्दै पानी खान थाले। यो देखेर द्रोण र कृपिलाई साह्रै दुःख लाग्यो। ओहो, मेरो छोराले पिठो घोलेको पानी समेत चिन्न सकेन, कतिसम्म हामी गरिब भयौं। एउटा छोरालाई अलिकति एक गिलास दुध खान पनि दिन सकिएन भनेर एकदमै दुःख पनि लाग्यो। एउटा दुहुने गाई पाउँछु कि भनेर द्रोण धेरैतिर घुमे, किनभने यिनी ब्राह्मण थिए। त्यति बेला ब्राह्मणलाई दान गर्ने चलन पनि अहिले पनि छ र त्यति बेला अझै धेरै थियो। र कतै काहीँ कसैले दान दिइहाल्छ कि भनेर धेरैतिर घुमे, तर कतै पनि पाएनन्। नपाइसकेपछि त्यसै ताका भनेको त्यसै बेला त्यही समयमा द्रोणले युद्धर्षि परशुरामले सर्वस्व दान गर्दैछन् भन्ने सुने। अब युद्धर्षि परशुरामले चाहिँ सर्वस्व दान भनेको भयभरको आफूसित जति जे छ सम्पत्ति त्यो सबै दान गर्ने, त्यो दान गर्दैछन् भन्ने सुने। द्रोण घरबाट हिँडेर कोसौं टाढाको महेन्द्र पर्वतमा पुगे। महेन्द्र पर्वतमा परशुरामको निवास थियो र कोसौं टाढा भनेको धेरै किलोमिटर हिँडेर, त्यति बेला अब साधन भनेको हिँड्ने नै थियो, त्यसकारण हिँड्ने भन्दा अरू केही उपाय थिएन। हिँडेर त्यो महेन्द्र पर्वतमा पुगे। परशुरामले उनी पुग्नु अघि नै सर्वस्व दान गरिसकेका थिए। अब आपत त्यहाँ आइपर्यो। परशुरामले उनी पुग्नुभन्दा अगाडि सर्वस्व दान भनेको आफूसित जति धन सम्पत्ति छ त्यो सबै धन सम्पत्ति दान गरिसकेका थिए। द्रोणलाई दुःखी देखेर परशुरामले भने, मसँग अब यो शरीर र शस्त्रास्त्र विद्या मात्र बाँकी छ। मसँग दुईटा कुरा बाँकी छ, एउटा शस्त्रास्त्र विद्या छ, अर्को यो मेरो शरीर छ। अब तपाईँ के लान चाहनुहुन्छ, चाहे शस्त्रास्त्र विद्या लानुहुन्छ या मेरो शरीर लानुहुन्छ, के दिउँ म तपाईलाई, के लिन हुन्छ? यसरी परशुरामले द्रोणाचार्यलाई सोधिसकेपछि द्रोणाचार्यले भने, ओहो ठिकै छ, तपाईको शरीर मलाई चाहिएन, तर गुरु तपाई मलाई के गर्नुहोस् भन्दा तपाईसित भएको शस्त्रास्त्र विद्या दिनुहोस्, ताकि त्यो शस्त्रास्त्र विद्याले भोलि मलाई कुनै समयमा काम दिनेछ। शस्त्रास्त्र विद्या भनेको शस्त्र अस्त्र चलाउने विद्या हो। खुकुरी आदि यी तीरहरू चलाउँछ नि, त्यो विद्यालाई शस्त्रास्त्र विद्या भन्छ। त्यो विद्या मलाई दिनुहोस्, त्यो नै मेरा लागि ठूलो उपलब्धि हुनेछ, त्यो नै मेरा लागि जीवनमा एउटा महत्त्वपूर्ण हुनेछ। कुनै समयमा त्यो विद्या मलाई काम लाग्नेछ, त्यसकारणले गर्दा मलाई शस्त्रास्त्र विद्या दिनुहोस्। द्रोणले भने, हुन्छ, यो मेरा लागि पनि सौभाग्यको कुरा हो। मैले लिएको विद्याहरूलाई बाँड्नु भनेको मेरा लागि सौभाग्यको कुरा हो, किन भन्दा विद्याहरूलाई जति दियो त्यति बढ्छ। संसारमा अरूलाई जति दियो त्यति बढ्ने वस्तु भनेको एउटा विद्या हो। अरू सबै सकिन्छ, तर विद्या भनेको यस्तो वस्तु हो अरूलाई दिएपछि आफूलाई बढ्छ। हामीले बिर्सेका रहेछौँ भने नि हामी सम्झिन्छौँ। त्यसकारणले गर्दाखेरि मलाई सौभाग्यशाली ठान्छु म त मेरो विद्या तपाईलाई दिनु त। ल प्रयोगशालामा आउनुहोस्, जहाँ सिक्ने हो त्यो सिक्ने ठाउँमा आउनुहोस्, शिक्षण सिकाइ सुरु गरिहालौँ। आजैदेखि सिक्ने कुरा थालौँ हामी। परशुरामले खुसी हुँदै भने, द्रोणलाई सिक्न समय लागेन, किनभने उनी तीक्ष्ण बुद्धिका थिए, तीखो बुद्धिका थिए। केही समयमै उनले सम्पूर्ण ती शस्त्र अस्त्र विद्याहरू सबै सिके। थोरै दिनमै उनी शस्त्रास्त्र विद्यामा पारङ्गत भए। केही समयमै उनी शस्त्रास्त्र विद्यामा पारङ्गत भनेको सिपालु, सबै कुरा जान्ने भए, पोख्त भए। ठीक त्यसै समयमा उत्तर पाञ्चालमा यज्ञसेन द्रुपद राजा भएको खबर आयो। जतिखेर द्रोणाचार्यले परशुरामबाट शस्त्रास्त्र विद्या सिकिसके त्यतिखेरै उता उत्तर पाञ्चालमा यज्ञसेन द्रुपद, जुन द्रोणका गुरुकुलका साथी थिए, ती साथी राजा भएको खबर आयो। द्रोणले द्रुपदसँग गुरुकुलमा भएका कुरा झलक्क सम्झे। ओहो, द्रोणले के सम्झे भन्दा द्रुपदले गुरुकुलमा त आधा
राज्यको सुखभोग म तिमीलाई बाँड्छु, आधा राज्य नै म दिन्छु भनेर संकल्प गरेका थिए। त्यसकारणले गर्दाखेरि मनमा आशाको सूर्य उदायो। अब आधा राज्य पाइसकेपछि त म धनी हुनेछु, मेरो गरिबी सबै हट्नेछ, छोराले दुध पनि खान पाउनेछ, सबै थोक हुनेछ। पत्नी कृपी र छोरा अश्वत्थामालाई लिएर द्रोण रातारात पाञ्चाल पुगे। पत्नी र छोरालाई लिएर उनी हिँडेर पाञ्चाल देशमा पुगे। खुसीले गदगद हुँदै उनले राजा द्रुपदलाई भेटे। भित्रबाट एकदम मनमा आनन्द आएको छ। अब मैले पनि राज्यको सुखभोग पाउने भएँ, म पनि राजा समान भएर बस्न पाउने भएँ भनेर मनमा एकदमै खुसीले गदगद भएका थिए उनी। त्यो गदगद मनले राजा द्रुपदलाई भेटे। उनले मुसुक्क हाँस्दै भने, मित्र द्रुपद, चिन्नुभयो? तपाईले मलाई चिन्नुभयो कि भएन? म तपाईको सहपाठी मित्र द्रोण हुँ नि। गुरुकुलमा हामी सँगै पढ्थ्यौं, सँगै खेल्थ्यौं, सँगै अभ्यास गर्थ्यौं। यी मेरी श्रीमती कृपी हुन् र यो मेरो छोरो अश्वत्थामा हो। म तपाईसँगको प्रगाढ मित्रता र तपाईले त्यति बेला दिनुभएको वचन सम्झेर सपरिवार आएको छु। तपाईसित मेरो गुरुकुलमा यति प्रगाढ मित्रता थियो, यति गहिरो मित्रता थियो, त्यो पनि छ। अर्को कुरा, तपाईले जुन वचन दिनुभएको थियो नि, जब म राजा हुन्छु, त्यो राजा भइसकेपछि आधा राज्यको सुखभोग म तपाईसित बाँड्छु भनेर जुन प्रतिज्ञा गर्नुभएको थियो, त्यो सम्झेर आज म सपरिवार आएको छु। अहिले हामी निकै असजिलामा छौं। परिवार पाल्न पनि धौधौ परेको छ, खाना लाउन नै एकदमै अप्ठ्यारो परेको छ। त्यसकारणले गर्दाखेरि यस्तो अवस्थामा तपाईले दिएको जुन वचन हो, त्यो वचन सम्झेर म तपाई बाटोमा आएको छु भनेर यसरी द्रोणले आफ्ना बिन्ती सुनाइसकेपछि द्रोणका कुरा सुनेर द्रुपद रिसाए। गुरुकुलका साथी द्रोणका कुरा सुनेर द्रुपद रिसाए। उनको अनुहार गुराँस जस्तै रातो भयो। द्रुपदको अनुहार त एकदमै रातो रातो भयो। उनले द्रोणको अनुहारमा क्वारक्वार्ती हेर्दै भने, क्वारक्वार्ती भनेको एकोरो तरिकाले हेर्दै भने, म सिंहासनमा विराजमान राजा, तिमी दरिद्र बाहुन। सिंहको आकारको आसनमा विराजमान राजा हुँ अनि तिमी दरिद्र भनेको एकदमै गरिब, एकदमै दुखी बाहुन हौ तिमी। म कसरी तिम्रो मित्र हुन सक्छु? म कसरी तिम्रो साथी हुन सक्छु? मित्रता त पद, प्रतिष्ठा, ज्ञान, धन, शक्ति सबै स्तर बराबर भएकासँग मात्र हुन्छ। साथी हुन त कस्तो व्यक्ति हुनुपर्छ भन्दाखेरि पद बराबर हुनुपर्छ, प्रतिष्ठा इज्जत बराबर हुनुपर्छ, ज्ञान बराबर हुनुपर्छ, धन बराबर हुनुपर्छ, शक्ति बराबर हुनुपर्छ, अनि मात्रै साथी बन्न सक्छ। यो सबै कुरा मसित छ अनि मेरो बराबर तिमी कसरी हुन सक्छौ? न त तिमीसित पद छ, न प्रतिष्ठा छ, न ज्ञान छ, न धन छ, न शक्ति छ। कसरी तिमी मेरो साथी बन्न सक्छौ? तिमीलाई यदि सामान्य ज्ञान र शिष्टता पनि थाहा रहेन रहेछ। तिमी त सामान्य ज्ञान र शिष्टता पनि नभएका रहेछौ। बुझ्यौ? बालापनमा गुरुकुलमा सँगै बस्दा मैले के भने के भनिन त्यो अहिले सम्झेर हुन्छ? अब बाल्यकालमा कसले के भन्छ, कति बेर कसलाई के मन लाग्छ, कसले कसलाई के भन्छ, त्यो कुरा अहिले सबै सम्झेर हुन्छ र? भइगयो, आएछौ, यत्रो टाढा बाटोबाट हिँडेर आयौ तिमी र चन्न दाल भात तरकारी खाएर तिमी आज आराम गर र बिहान जुरुक्क उठेर तिमी आफ्नो बाटो लाग। यसरी द्रुपदले द्रोणको अपमान गरे, उनले नचिने जस्तो गरे। द्रुपदको यो बोली र व्यवहार द्रोणलाई सही नसक्नुको अपमान लाग्यो। द्रुपदलाई यसरी गुरुकुलको साथीले केही न केही सहयोग गर्ला भन्ने एउटा आशा थियो, त्यो आशा सबैतिरबाट निराशामा परिणत भयो। उल्टै सही नसक्नुको अपमान पो गर्यो। उनी रन्थनिँदै त्यहाँबाट उठे र बेलुकै हस्तिनापुरतिर लागे। उनी त्यहाँ बसेनन्। उनलाई दाल भात त्यस्तो धेरै जरुरत त थिएन। अपमान सहनु भन्दा ठुलो कुरो यो संसारमा केही पनि छैन। बरु नखाइकन मान्छे बाँच्न सक्छ, तर अपमान सहेर बाँच्न सक्दैन। उनलाई त्यहाँ बस्न मन लागेन। उनी हस्तिनापुरतिर लागे। हस्तिनापुरका राजगुरु कृप उनका साला थिए। राजगुरु कृप भनेको राजाहरूका गुरु। कृप उनका साला थिए। मनमनै सोचे, ससुरालीमा धेरै दिन त बस्नु हुँदैन, बस्दिन, अलि दिन गुपचुप बसेर भविष्यको योजना बनाउँछु।
ससुरालीमा गुप्छु भनेको कसैले थाहा नपाउने गरी बस्छु र भविष्यको योजना बनाउँछु। हस्तिनापुरमै पनि केही काम मिल्छ कि, अरूतिर नभए पनि हस्तिनापुरमा केही काम मिल्छ कि, यतिसम्म अपमानित भए। अब पनि यस्तै अकिञ्चन भएर बाँच्नुको त अर्थै रहेन। अब पनि यस्तै गरिब, यस्तै तन्नम, केही नभएको भएर बाँच्नुको कुनै अर्थ रहेन। अब म केही न केही योजना बनाउँछु भनेर उनी सालाकामा गएर बसेसम्मको कथा आज हामीले पढ्यौं।